बाबुलाई खोकी लाएर एकदम सताइरहेको थियो। खोकी लाग्ने अनि छातीमा कफ जमेर सुत्दा पनि घ्यार घ्यार भइरहेको थियो। अनि रुगा लाग्दा बित्तिकै कति औषधि खुवाइहाल्नु भनेर मैले चाहिँ आज घरेलु उपायहरू अपनाएर अनि औषधि बनाएर खुवाउँदैछु बाबुलाई। त्यसको लागि चाहिँ अलिकति ल्वाङ सुक्मेल लिएँ अनि तताएर एकदम कालो हुन जाने तताएपछि मैले चाहिँ यसरी कुट्दैछु। अब खल थिएन कुट्नको लागि, त्यही भएर यसरी कुट्दैछु। यत्तिको मसिनो बनाइसकेपछि पछि चाहिँ चिया छान्नेले छाने, पछि यस्तो घाँटीमा लाग्दिन भनेर अनि अलिकति अदुवा लिएर छिलेर अनि त्यसलाई पिसेर त्यसको चाहिँ रस अघिको त्यही ल्वाङ सुक्मेलमा हालेँ अनि अलिकति मह पनि त्यसैमा एड गरेर अनि मजाले मिक्स गरेँ। यसरी चाहिँ बनाएर मैले पहिला खुवाएको थिइनँ। अनि यता आइसकेपछि रुगाखोकी चाहिँ अलि लाकुलाई गर्ने कि जतिखेर पनि, अनि त्यसपछि कति औषधि खुवाइराख्ने भनेर मैले चाहिँ आज यसरी घरमै बनाएर खुवाएको बाबुलाई। त्यो कालो देखेर खानै मानिरहेको थिएन। अनि पछि चाहिँ टिभी लगाएर फकाएर अलिकति भए पनि खायो। म कस्तो गराउँदैछ।